गुड मर्निङ साथीहरु हजुर सन्जना आशा साथमा न्यू डेभलपमेन्ट ब्लग लिएर उपस्थित भइसक्यो सन्जना म यहाँ सजेस्ट मैले चाहिँ बिहान ब्लग स्टार्ट गरेँ साथीहरु किनकि म बिहान उठेको हो कहिले म बिहान उठ्थेँ लास्टै जाडो छ बिहान त उठेकै थिइनँ म कहिले पनि घाम लागेपछि उठ्थेँ के लास्टै जाडो अहिले त स्वेटर लाउनु पर्ने रहेछ हो मैले चाहिँ किन उठेको भन्दाखेरि के भन्छ अरे बहिनीले म दाउरा काट्न जान्छु त भात पका भनेर कति अनि भात चाहिँ बसालेको आएँ तरकारी चाहिँ मेरो पाली हो यसो साग छ होला मैले साग पकायो भने चाहिँ त्यो साग खोजेँ साग पकाएको साथीहरु कस्तो बिहान बिहान घाम पनि नलागेको हो कस्तो चिसो हावा पो चल्दिरहेको त हौ साथीहरु ढिला नगरौँ अलि फेरि ढिला हुन्छ भात खान्थेमा अनि म चाहिँ गइहालेको साथीहरु पहिला म फर्स्ट अफ अल त म चिया पानी खान्छु साथीहरु म बिहान बिहान उठ्दा केही नै खाएको छैन हौ म गइसकेपछि जाडो भयो अरे के आमा काँडा साडा उमाले तँलाई गर्दा खै का यता हौ ओ ए मुई ओ बस हौ लो मुई कता खै का लुक्दो रहेछ हौ भाग्दो रहेछ है छुच्चे 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 तँलाई जाडो भयो हा तँलाई जाडो भयो यसो साथीहरु ओके अब हिँडेको टिप्नलाई ओहो यो त सकेछ न अरे यार साग कता खायो देखेको नि थिएन ए देखेँ साग त घारिया पुर्या रहेछ है यस्तो सागको हालत लु है सागै रहन्छ यदि साग कति पकाउनु कुकुरलाई साग मनपर्छ मलाई त मनपर्छ यार धेरै खायो भने चाहिँ मन पर्दैन अलिअलि खायो भने चाहिँ भुटेर मनपर्छ जाडो महिना त दिन के हुन्छ साग खाए नि साग नखाए नि साग हेर अनि त्यसपछि साग सिधेपछि अनि आलु खाए नि आलु नखाए नि आलु घिरौला त म पकाउँदिनँ त्यही घरै मैले पकायो भने त म घिरौला कहिले पकाउँदै मम्मीले हो घिरौला पकाउनु उनका नाम लिया सेतनाजी भने जस्तो यहाँ नै फलिरहेको रहेछ हौ काँक्रो चाहिँ फले होइन यहाँ एउटा मात्रै फले खै अर्को सबै खाइसकेको थियो फेरि साथीहरु धेरै भेट्ने यसमा अलिअलि आलु हालेर बनाउँछु साथीहरु यहाँ ठिक्क लिएर घाममा बसेको साथीहरु यस्तो जाडो छ कि अघि चिया खाएर चाहिँ चिया खानै भएन हौ यो साग भनेको कति आथा यदि कसले खानु कसले हेर्नु हौ अब यसलाई काट्छु म अनि आलु मिसाउँछु त बिरालो मेरो पछि बसी डुल्दै थियो कि मैले केही नि दिएर खाने त्यसलाई बिहान बिहान लाग्दो रहेछ भोक त्यसलाई म आमा बाबा बसिरह हौ काटिसकेपछि भेट्छु ल सो साथीहरु म चाहिँ उताबाट पनि बाटो छ त्यता त्यत्रो घुम्नु भनेको यतिबाट जान्छु भनेर सोच गरेको यतैबाट आएको के तपाईँले थाहा म कहाँ जान लाग्यो म जान लाग्यो दाउरा काटेर साथीहरु मम्मीहरू दाउरा काट्नु चाहिँ म चाहिँ ओसार्न जान लाग्यो जान चाहिँ ऊ त्यहाँ के भन्छ बगर भन्छ के थाहा भएन मलाई बगरतिर जान लाग्यो हिँड्ने यहाँ बाटो पराले त म जान लाग्यो बगर घर बस्दा किन वाक्क लाग्यो कि अनि बरु यतैतिर आउँछु भनेर मैले आएको बाटो हेर्नु न बाटो कस्तो अप्ठ्यारो साइकल पेला सकिन मैले त फाइनल साथीहरु डेस्टिनेसनमा आयो है वाउ कति हामी कहिले आयो थाहा म अर्को च्यानलमा हालेको थिएँ जो ब्लग चाहिँ हामी कहिले पो आएको थियौँ हौ त्यो त टिप्न आएको थियो होइन हामी डुल्दै आएको थियो क्या हो खै के गर्न आएको थियो त्यही भएर त आएकै छैन हौ पहिला चाहिँ हामी एउटा घाँस काटेर लिएर जान्थ्यौँ कि अनि यहाँ एकचोटि म खेत रोप्न आएको थिएँ कि यसमा अहिले त यस्तो बनाएछ हो खै के हो के गर्नलाई यहाँ चाहिँ थाहा छैन साथीहरु यता चाहिँ पुरै केराबारी ओहो अहिले चाहिँ यतातिर त्यति आउनु हुँदैन कि साथीहरु गैडाहरू के त कालो बादरहरू आउँछ भन्थे उताबाट
त्यस्तो पहिला थिएन साथीहरू यहाँ पुरै जङ्गल थियो कि अलि पछि हो यो बारीहरू भएको त पहिला त यतातिर मयुरहरू हुन्थ्यो कि जाँदै साथीहरू दाउरा ओसार्नलाई हिँडेको यहाँ यो कारण मऱ्यो जुका हुन्छ पहिला यतातिर कतिरी रिल्याक्सी कति धेरै काँडा हो खै मयुर ए ओइ काँडाले घोच्यो यहाँ ओ माई गड कुरो काँचो दाउरा पो हो खै मयुर कहाँ उहाँ अनि यो कसरी निकाल्नु बाटोसम्म चाहिँ चप्पल त फुस्क्यो इन्डियाको फिल आएको होला है ल है मेरो चप्पलै यहाँ अड्क्यो ओ एकछिन पर्खि त म त्यता आउँछु एकछिन पर्खिन ओए पर्खि त म त्यता जान्छु गाडी पो हुन्छ हौ पहिला यहाँ घाँस सरेछ र थाहा घाँस काट्न आएको थियो हामी ओए काँडा चोटि भइसक्यो म लड्न लगाएको हौ आथा यता नि घोचे काँडा हौ खै आयो जाऊ त त्यता आयो घाँस यहाँ हेर्नु त यहाँ पनि खेत यहाँ त खेतै थियो बिर्सायो मैले त ल ए गयो खै जुम गर्न जुम दुईटा रुखको बिचमा हेर त म यत्रो गरेँ भनेको कस्तो राम्रो साथीहरू पहिलाको सिमलको रुख भए अरू केही होइन ओ माई गड साथीहरू जुका यसो घुट्टामा टाँसेको मलाई टाँसेको छैन जान पो यस्तो काँडा कसरी जाने आथा घोचिहाल्यो नि जताबाट पनि घोच्छ हौ लुइ खुट्टा पनि घोच्यो यो उयोले ए जुका मलाई भन्छु नि साथीहरू जुका खाऊ हिजोको आज त्यसरी नहल्लाउनु गर स्टार्ट गर कसको मलाई बनाउनु धेरै त लानु साथीहरू यदि तिनवटा दाउरा लिएर आउँदाखेरि थाक्यो यार कति चिसो लास्ट चाहिँ गाह्रो हुँदैछ काँचो दाउरा बोक्दा त अघि यत्रो ल्याएर थुपार्दै चाहिँ नि किन हो जति पछि मेरो क्यामेरा कस्तो फोर देखिन्छ त हौ थाक्यो हो त्यहाँबाट त्यति तिनवटा दाउरा लिएर आएको अरे गले यस्तो बाटो हैट पहिला यहाँ चाहिँ यस्तै थियो कि यता नि पछि खनेर खेतरो पनि बनाएको अनि यहाँ घाँस हामी घाँस यहीँ काट्थ्यो कि यो बुता पुरै घाडी थियो यस्तै थियो
यो पछि घारी भयो पहिला यस्तो घारी त थिएन घाँस काट्ने गरेको थियो कस्तो कस्तो बाटो आएको देखाउँछ है तपाईँको ए यस्तो यो छोडिदियो पुरा खुट्टा छैन पिछा यस्तो बाटो लड्यो लड्यो यहाँबाट अघि दाउरा लिएर गएको यहाँ पो अप्ठ्यारो भएर दाउरा लिएर जानु काटेको धेरै भयो पोक्ने कम भएन मान्छे मान्दैनन् त के भोलि त सिनाउँदिने अन्सुल त्यति एउटा नयाँ खुट्टा आउँछ आस्ते जाने हो उडाउँदैसँग एकछिन फुटाएर भ्याएँ मैले कति साह्रो छ नि यिनीतिर त्यस्तो साह्रो लाग्ने हुन्छ है के गर्छस् यस्तो लाग्छ कानमा झुम्काना तिमीलाई कसले किनिदियो नाकमा बुला किने बाला पुरा बेहुलीलाई सजाउनु सजाए कम्मरमा खोइ त कम्मरमा पनि हुन्छ नि लाउँदा लाउँदै सबै फुत्किसक्यो लाउँदा लाउँदै फुत्किसक्यो सबै पाउँछु हात पनि भुच्किसक्यो अब स्वागत गरौँ के को स्वागत हो तेरो बुढा गयो 2 लाख करोडको नेक्लेसको डायमन्ड बनेको यो निकाल्न नाकमा गएर हाल्छ स्थिरबन्दी ल माहे कपालमा बान्दियो म के गरौँ कायममा झुम्कान तिमीलाई किन्ने झुम्का हात नसुत्को पाला खोइ त के रे धेरै हाँस्यो साथीहरू आज अब बोक्नु पर्यो हाँस्दा हाँस्दा मऱ्यो भाइले हँसायो अब बोक्नु पर्यो दाउरा एकछिन 4 भइसक्यो लागेको साथीहरू बोक्नुमा धेरै हाँस्यो वनमा आएर झन् गैडा आएन भनौँ न गैडाको यो भागा भाग थियो अस्ति हिजो अस्ति निकै अस्ति आएको थियो अरे अहिले चाहिँ आएन ओहो हो अन्त लडिन
ड्राइभर